ल गाइजहरु फाइनली सामान प्याक कस्तो छ बुढी तपाईलाई कस्तो महसुस हुँदैछ यहाँ चाहिँ अर्को रेडी होला यहाँ 2 यहाँ छ तपाईको 3 यो 4 ल अब बाँकी पछि देखाउँदै गर्छ है त टडाक सामान यस्तो छ गाइजहरु सलक्क भएर पुगेको अवस्था नानी यता हेर्दिनु त यो ल यस्तै छ है ल एनजी बाँकी यस्तै गरौँ है त राजधानी एक्सप्रेस नम्बर प्लेटफर्म आइपुगेको छ धन्यवाद ल भन्नु ल आज ट्रेनको आफ्नै कथा छ सुख दुःख फेरि यहाँ रुममा बस्नु पर्ने भयो यहाँ छ तपाईँको बासमती र चिकन खाँदै मेरो बुढी नानी यहाँ हाई गरिदिनु नानी यो ल यस्तै छ है गाह्रो भयो आज गाह्रो भयो यस्तै छ टाइम पासको लागि निक्लेको के गर्छ यसले यस्तो मान्छे खाउँदैन होइन गाइजहरु निन्द्रामा उठेको है निन्द्रामा उठ्नु भएको ल नानीले आज घर बनाएको अरे यता हेरिदिनु हाई गरिदिनु ल ल है गाइजहरु भर्खर यस्तै खाना खान आँटेको उठेर थाकेको छ है सबैजना यस्तो छ होइन यहाँ एकोमोडेसन टु भिजिट दामी रहेछ गाइजहरु यस्तै छ गाइजहरु यहाँ छ दबाई खाऊ भन्दा नि दबाई खानु मान्दै छैन हेर्नुहोस् है यस्तो छ ल नानीले यो खान्छु भन्दैछ तर म केही किनिदिँदिनँ नानीलाई पैसा छैन केही छैन हेर न कुन चाहिँ खाने त्यो त उयो तातो पनि हाल्न खाउन जाउँ त अनि किन न नि किनेको छैनौ यो चाहिँ एउटा किन त्यही हो यो दावारो त कहिले हो नि चॉकलेट खाने नहीं के खाने अनि वाला जूस कन्टामिनेटेड हुन्छ कहिलेको देखि के हो यो एप्पल थियो एप्पलको त अहिले मन पराउँदैन लस्सी यो हुँदैन के हो चस्सा भनेको चस्सा खाने खानु खाँदै भित्र बिहान भयो केही नभएको ल केही पनि भएको छैन केही भएको छैन 5 घन्टा छ निकाल्छु अनि हेलो गाइस तब उता भित्र बनाउनु न उता भित्र बनाउनु
छोडिन्छु अरे तपाईँ यो भाषा दिल्ली पुग्न आँट्यो हो यस्तो चाहिँ हालत यसको बाँच्ने भएन सुत्दैन खान्छ नि त यस्तो छ ल यहाँ यस्तो छ है गेम खेल्दै बस्छ पर्खाइ 8 घन्टा तपाईँको 8 घन्टा पुग्ने बित्तिकै करेन्ट खाने करेन्ट यस्तो छ गाइजहरू दिल्लीको रेलवे स्टेसन चाहिँ गाडी आएको थाहा छैन हल्लाले केही सुनिँदै छैन नानीलाई अगाडि हेर्नु अगाडि ल है गाइजहरू अब यस्तो छ आज होलीमा चाहिँ अघि मेरो म्याडम चाहिँ अघि खेलेर आइसक्नु भयो होइन मुक्सी पनि धुइसक्नु भयो अब हामी चाहिँ हल्का आज होलीको दिन छुट्टी भएको कारणले चाहिँ हल्का पार्क घुम्नु जाँदैछौँ है त एकछिन देखाउँछु है गाइज अरे हिजो पुरै खेलेको छ नानी ए के गर्नुभएको उसको त यहाँ ठाउँमै पछि पो छ त त्यो चाहिँ गाइजहरू हाम्रो पार्क चाहिँ गर्मी छ गर्मीमा यो चाहिँ हाम्रो अनि कस्तो लागिरहेछ त तपाईँलाई यहाँ रमाइलो लागिरहेछ यस्तो छ है नानीको टाइम पास नानी इन्टु हाङ पर्दैन होला जानेछ सबले गर्छ यहाँ पस्नु पाइँदैन रहेछ नि यो चाहिँ हाम्रो डग पन्ड यसो नानीहरू डग हेर्छ यो चाहिँ हाम्रो नानीको चिल्ड्रेन पार्क वाउ ल सानो ल आमा सानो ल यस्तै छ है गाइजहरू ल हाई गाइज भनिदिनु बस्छ पुरै मैला हुन्छ यो लुगा हो यतिकै हो यसरी नै हो अब ठुलो नानी अब ठुलो अब ठुलो ठुलो न बस न तिमी यो कहाँ बस्छ त अनि होइन नि ल रेडी ल रेडी यो गर्मी छ गाइजहरू गर्मी यहाँ खेल्छ अरे नानी ल लो यस्तो चाहिँ गाइजहरू यो चाहिँ हाम्रो पल्टन छ यता यो चाहिँ हाम्रो पार्क यस्तो छ यस्तो छ है गाइजहरू यहाँ चाहिँ हाम्रो ट्याङ्क छ अर्को पल्टन यहाँ हाम्रो नानी छ
फोन चिज गर्दैनौ यो होइन के हो नि अर्को के हो अर्को फोन छैन अर्को फोन अर्को फोन कहाँ राख्नु ल अब त सुख पाउने बेलामा दुःख नगर न हौ सुत्नु आएको होइन लु तिम्रो नानीले पनि उठायो खराइलाई लगिदिनु नानी कस्तो राम्रो कलिलो रहेछ तर यति त बिचारा एउटाले खान्छ साथीहरू हामी चाहिँ यहाँ खरायो पालेको छ खरायोलाई चाहिँ घाँस लगाइदिनु आँटेको है हामीले माया लागेर यहाँ त बन्दाकोपी मात्रै दिएको रहेछ अनि दुबो एकदम बेस्ट हुन्छ उसको खरायो हेर्नु है साथीहरू अब कति खुसी भएर खान्छ यिनीहरूले यो फ्रेस हो मान्छेले किन्छेको छैन क्या यो फ्रेस घाँस हो अबदेखि डेली आएको बेलामा हालिदिनु पर्यो यो हो नि त उनीहरूको खानेकुरा यही हो अन्त खुसी हुन्छ त रमाकेर न त्यहाँ हेर्नु न त्यहाँ एक झुरुप बसिरहेको छ त्यतिमा बिचरा एक एकवटा बाँडेर खाँदैछ त्यतातिर छैन नि त फेरि अलिकति खोइको माफी दिनु हाम्रो छोरी आयो बाय